हेलो गाइज, म चाहिँ यो बाटुकियल मन्दिरको विशेषताहरू आफूले जे जति जानेको छु त्यति विशेषताहरू हजुरहरूमा सेयर गर्न आइरहेको छु। कृपया यो भिडियोलाई पुरा हेरेर साथ दिनु होला। यो बाटुकियल मन्दिर चाहिँ मलेसियाको सेलेन्डर राज्यमा पर्दछ। त्यसै गरी यो मन्दिर चाहिँ समुद्री सतहभन्दा 390 मिटर हाइटमा छ, अर्थात् 1280 फिट माथि रहेको छ भने यो जुन देखिरहनु भएको विशाल आकृतिको यो पहाड छ, यो पहाड चाहिँ प्राकृतिक रूपमा बनेको चुना पत्थरको पहाड रहेको छ। यो मन्दिरको स्थापना चाहिँ 1890 मा भएको थियो, जुन एक भारतीय व्यक्तिले आएर स्थापना गर्नुभएको थियो। 1890 देखि आज 2026 सम्ममा चाहिँ यो मन्दिर स्थापना भएको चाहिँ 135 वर्ष पुरा भइसकेको छ। जुन यो देखिरहनु भएको एकदमै विशाल आकृतिको एकदमै ठुलो मूर्ति छ। यो मूर्ति चाहिँ भगवान मुरुगन अर्थात् कुमार कार्तिकेयको मूर्ति रहेको छ। जुन यो देखिरहनु भएको यो रङ्गी चङ्गी सिडीहरू चाहिँ यो 262 वटा सिडी छ। यो 262 वटा सिडी हामी पार गरिसकेपछि गुफा प्रवेश गर्न सक्छौँ। अहिलेको लागि साथीहरू भिडियो यति नै छ, अब जानकारी यति नै छ। फेरि अब अर्को भिडियोमा फुल जानकारी लिएर आउनेछु र यो भिडियो चाहिँ अन्त्यसम्म हेरिदिनु होला। ल त सुरु गरौँ है त भिडियो हेर्नु। कल पकती छ है। हामी चाहिँ जाँदैछौँ गाइस, हेर हेलो हेलो। आँचो राजा खतरा हिँडिरहेको छ आज। कहाँ पुग्यौँ हामी? स्वर्ग पुग्न आँट्यौँ। माथि हेरौँ। सजनी बाटो No rap, no chanting, only instrumental music with vocal humming texture. Smooth, slow to mid-tempo flow, soothing and cinematic. यो भित्र रहेको गुफा Perfect for रहेको छ। YouTube video background music. यो चाहिँ बाहिरको गुफा हो, यहाँ भन्दा नि अझै भित्र जाने ठाउँ छ। 6-7 minutes, consistent emotion, no sudden changes. यस्तो दृश्य रहेको छ। Completely original composition, copyright free, safe यो चाहिँ सानो खालको एउटा for YouTube. पसल पनि छ। अरू यहाँ केही पाइन्न। पानीहरू जुसहरू यस्तो मात्रै पाइन्छ। हेर्नुहोस् गाइज, परिवारहरू यस्तो ठाउँ छ। के गर्ने, ठ्याक्कै यस्तै त हाम्रो नेपालमा पनि छ, मलेसियामा। तर यति धेरै ठुलो अलि छ जस्तो लाग्दैन, तर म अहिलेसम्म गएको चाहिँ छैन। हेर्नुहोस्, यो चाहिँ मलेसियाको बाटुकियलको भिडियो हो। यो युट्युबमा जान्छ है त, युट्युबमा जान्छ। अलि पोस्ट दिँदै हिँड्नु। यस्तै छ। यो चाहिँ हामी अहिले गुफाभित्र प्रवेश गरिसकेको छौँ। गुफाभित्रको हालत चाहिँ यस्तो छ, एकदमै ठुलो छ। यहाँदेखि पनि अझै यस्तो नबोल्नु, रेकर्ड हुँदैछ। हाम्रो दाइ चाहिँ आज मसँगै आउनु भएको छ। हेर्नुहोस्, हामी अहिले 2 नम्बर गुफामा छौँ। खै अब मलाई देखाउने एकछिन। ओ माई गड, कहाँ हो? यस्तरी छौँ है हामी चाहिँ। 2 भाइ कुदिरहेका छौँ यस्तरी है। हेर्नुहोस्, चप्पल लगाएर पनि जानु पाउँदैन। जाँदैछौँ गर्दै हामी हिँड्दैछौँ।
जानु आयो पसिनाले त पुरै भिजिसक्नु भएको छ केही छैन पसिनाले भिजे पनि भिजेको महसुस थकानको महसुस भएको छैन यहाँ चाहिँ भएको छैन यहाँ चाहिँ एकदमै क्युट बाँदरहरू छन् हेर्नु होला बाँदरै बाँदर छ तर यसपालि चाहिँ अब खानेकुरा पनि केही लिएर आएन अर्कोचोटि चाहिँ यिनीहरूलाई खानेकुरा लिएर आउँछु पक्कै पनि हेर्नुहोस् मङ्की खानेकुरा खोज्छ सबैभन्दा डन चाहिँ यो रहेछ कि ठुलो अरू त सानसानै छ यस्तो मूर्तिहरू रहेको छ पुरै गुफाभित्र यस्तो हालत छ बाफरे बाफ कत्रो ठुलो गुफा हो त गाँठै 2 नम्बर गेट बाँदर यो गेटभित्रको दृश्य चाहिँ यस्तो छ हेर्नु होला त्यो पहाडै पहाड यो के भन्ने अब यसलाई बडा अचम्मको ठाउँ छ एकदमै मनमोहक दृश्य हेर्नु होला बाँदर रहेको छ ल अर्कोचोटि आउँदा चाहिँ केरा लिएर आउँछु म ठन्डै केरा खुवाउँछु यी बाँदरहरूलाई